नेपालमा चाहिँ होइन पहिला पहिलामा जडीबुटीहरू पाइन्छ भन्थे हो रहेछ। हेर्नुहोस् त गाइज, यो तपाईँले जुन यो देख्दै हुनुहुन्छ होइन, यो मान्छेलाई जब होइन धेरै पानीमा हिँडेपछि मान्छेलाई पानी लाग्छ होइन खुट्टामा, हो त्यो खुट्टामा पानी लागेपछि यसको चाहिँ होइन यसलाई चाहिँ पुरै यसको लेदो बनाएर लगायो भने छुट्दो रहेछ क्या, छुट्छ। यो घाउको लागि पनि निकै नै राम्रो हुन्छ। घाउमा लगायो भने पनि यो जडीबुटी हो, यो चाहिँ यसले चाहिँ छुटाउँछ घाउमा लगायो भने चाहिँ। अनि त्यसै गरी हेर्नुहोस् यहाँ नजिकै छ, हेर्नुहोस् यो जुन तपाईँले झार दिँदै हुनुहुन्छ नि, यो झार क्या, यो झारलाई हामी भाइट भन्छ होइन। यो चाहिँ खासमा बाख्रालाई जब होइन पेट दुख्दा, बाख्रालाई पानी जस्तो हग्दा होइन दिशा गर्दा, त्यतिखेर यो बाख्रालाई यदि हामीले नै यसको रस चाहिँ होइन खुवायो भने चाहिँ यसको रस खुवायो भने चाहिँ होइन यो छुट्दो रहेछ क्या तिनीहरूको यो पेट दुखाए अनि नर्मल हग्छ क्या तिनीहरूले फेरि। भनेपछि तपाईँले थाहा पाउनु भयो होइन नेपालमा होइन कति जडीबुटी छ गाउँघरमा जहाँ